आज 2083 साल मेरो नारायणको नाफुनामा गुणरत्नमालाको अलिकति कविता लामो जान्ने भन्ने लागेको छु। जस्तो आउँछ त्यसै भन्छु। सबैले लाइक कमेन्ट गर्नुहोला। मलाई त केही गर्न आउँदैन। सबैले राम्रोसँगले सुनिदिनु होला। मैले जस्तो जानेको त्यसै भन्दैछु। हे राम राम जननी के भयो नि, आदेशबारी परलोक हुनु भयो नि। हे दैव के कसुर भो दया नराखी, यत्रो प्रहार गरे बक्साउनु भयो ममाथि। माता बित्न जगत जो अब शून्य भएको, संसारको सकल सारा उठेर गएको। हे धर्मराज किन नि यसरी रुहायौ, केले अपार दुःख सागरमा डुबायौ। यस्तो कुभाव महिमा क्षण बार बेला, आएर वज्र शिरमाथि खसालिदेला। भनी कुभाव मनमा कहिले थिएन, आखिर यो वज्र कसैले टरेन। हे धर्मराज पृथ्वी जलमा तिमीले, देऊ न धर्म कन थामिन केही बिले। नारी सती सरल सात्विक धर्मशील, निश्रेपछि कसरी थामिन पुण्य लीला। अन्त्यमा कालको याद राखेर गर्नुपर्ने कर्तव्य। हे बाबु छटपटी र दान शरीरलाई, बढ्दो छैन अब शान्ति र तिमलाई। गीता र भागवत वेदहरू पठाऊ, भनी दिवाणी अब सुन कहाँ म पाऊँ। हे बाबु लाउन तुलसी मठ लिप्न लाऊ, छर्स्यौँ थरी कुशर वस्त्र सफा फिजाऊ। श्री विष्णु लक्ष्मी प्रति उही राख्न लाऊ, भनी दिवाणी अब सुन कहाँ म पाऊँ। हे बाबु गङ्गा जलले विधिले नुहाऊ, रुद्राक्ष गोपी हरि चन्दन भस्म लगाऊ। पूजा गरौँ प्रभुजीको चरण दुख खुवाऊ, भनी दिवाणी अब सुन कहाँ म पाऊँ। हे कृष्ण राम यम हे शिव सूर्य शेखर, नारायण प्रभु रमे गिरिज गणेश। हरदम यी धन्य जगदीश्वरी नाम गराऊ, भनी दिवाणी अब सुन कहाँ म पाऊँ। यति रहेछ अब बाँच्नु पुगेछ आयु, खोज्दैछ निस्कन नहल्योस् है, खोज्दैछ निस्कन हरे कृष्ण शिव प्राण वायु। आखिर दानहरूका सरदाम गराऊ, भने दिवाणी अब सुन कहाँ म पाऊँ। अष्टदान पशु गौँ तिल फलम र सप्त धन्य, गङ्गा सुवर्ण ऊन यति अष्टदान। गर्ने यही बखत हो विधिले गराऊ, भने दिवाणी अब सुन कहाँ म पाऊँ। फलम र सप्त धन्यका सामग्री छाता छडी खुकुरी मुसली कुठार काँसा, जौ धान कागुन गहुँ मुग
फेरि माछा यी चिज ठिक्क गर पानी छिटै समाऊ भनी बाणी अब सुन कहाँमा पाऊँ पञ्च धेनु पापन्छु धेनु ऋण धेनु र सिन्धी धेनु उत्कान्ति बढन्ती यति पञ्च धेनु राम्रो बिदासित दान छिटै गराऊ भनी बाणी अब सुन कहाँमा पाऊँ 10 दाना सामग्री गराउने हे बाबु धेनु पृथ्वी तिल सुन घिउ चाँदी र धान खपडा गुण नुन ल्याऊ यस्तै स्थानमा यी 10 दाना पनि गराऊ भनी बाणी अब सुन कहाँमा पाऊँ दानमा चाहिने सामग्री ठिक पार्न श्रीखण्ड पिपल सामी तुलसी पलास कपुर वस्त्र तिल चामल दर्भ कासा घिउ समेत सगली अब खाट जाऊँ भने बाणी अब सुन कहाँमा पाऊँ घाटमा कर्तव्य हे बाबु आइपुग्यौ मरी गरिकमान झट्टै नुहाऊ अब फेरि यसै छलामा लङ्गौटी चन्दन शरीरभरि लगाऊ भनी बाणी अब सुन कहाँमा पाऊँ हे बाबु विष्णु पद लिएर मलाई सारा गङ्गा र तीर्थ तुलसी दल ठिक्क पार गहुँको दही गाईको दही दुध सुवर्ण तयार गराऊ भनी बाणी अब सुन कहाँमा पाऊँ अन्तिम आशिक कर्तव्य गर्नु मनबाट नभई उदास विस्वाद नमान्नु नगटोस् मतिको प्रकाश विद्या र भक्ति तपाईँले लम्बियोस् आयु भनी बाणी अब सुन कहाँमा पाऊँ लागे उचालिन उँभोतिर हारा प्राण बिदा दिन पृथ्वीले शिवलोक जान हे बाबु बस म जान्छु बिदा म पाऊँ भनी बाणी अब सुन कहाँमा पाऊँ अन्त्यमा हरिनाम लिनु हे राम हे शिव हरे गिरिज गणेश रमेश हे काला भैरव गिरीशा विधे गणेश पाऊँ क्षेम शरण नेर पिछामा पाऊँ भनी बाणी अब सुन्न म कहाँ पाऊँ बाणी र सास अनि होस तिनै पर्दछ अल्पे अघि पछि नभई सब एक साथ योगी सरी यसरी देह थर्थेर आमा पाल्नु भयो कुन दिशातिर कुन थलामा कालाको निर्दय भएन गर्छ हे काला
पत्थर काला पत्थर सरी कपडी कठोरा तिम्रो रहेछ मन निर्दय छैन छोरा तिम्रै फरक बुढीमा यी छरी छरीका प्राणीहरू परिसके जगतै भरिका एकाल लाउन नि मलाई पनि लिएर जाऊ आमासँगै रहन देऊ दया जनाऊ तिम्रो आहार थापिनेछ भलै हुनेछ मेरो पनि विरहको दुःख मेटिनेछ ए राम जन्म किन मानिसको भएछ यो त कठोर दुःख सागर पो रहेछ प्राणान्त सङ्कट परे पनि बाँच्नु पर्ने बाँचे पनि कति गरे पनि मर्नु पर्ने हे काल ठान्छु तिमी हौ जननी बिनाका जान्दैनौ दुःख तिमी मातु वियोग हुँदाका गर्थ्यौ म माथि नभए किन यो प्रहार अन्त्यमा दुःखको नगरी विचार काँदी काठ फल अब काठमा लगे बोकेर काँदा पिठा काखी र काखमाथि जो हामीलाई दिनुभयो सुख भाँति त्यसको दियो कुल बदल गरी काँदी काठ ल्यायौ कठोर बनिँदै नि मसान घाट ल्यायौ कठोर बनिँदै नि मसान घाट दाग बत्ती दिन लागेछ मात्र खाली सब अक्षर चिनाई